हेलो एन्ड नमस्ते गाइज। आजको मेरो न्यू एपिसोडमा तपाईँहरूलाई स्वागत छ। सो आजको भिडियो चाहिँ हाम्रो शुभ बिहानीको कति बजे आएर नि 5:50 भएको छ। आजको भ्लग हाम्रो यहाँबाट स्टार्ट हुनेछ। सो लेट्स गो। आज दिनभरिमा के हुनेछ भिडियो लास्टसम्म हेर्नु होला। जस्तो आज बिहान यस्तो काण्ड भयो। म चाहिँ उठेर कपडा सपडा लगाएर कालिम्पोङ बाहिर आएँ। बाहिर म टोइलेट लागेँ। टोइलेट लागेपछि म टोइलेटतिर गएँ, घरतिर नगएँ। टोइलेटतिर गएँ, बाल्टी समातेँ। खाउँदाखेरि चाहिँ त्यही जोरले टल्छ सबको टोकिदिनु लाग्यो क्या। आज चाहिँ यतिको डिस्टेन्समा अवसर पाएको थियो। म चाहिँ थिएँ एक्सिडेन्ट भयो। त्यहाँ देखेपछि म पनि तर्सेँ, ऊ पनि टर्छ क्या। म आएँ सरप्राइजमा उता गएँ कुनामा जोरले तर्छ। तर्सिन चाहिँ अस्ति जोरले क्या पुरा के भनौँ हो। एक शब्द नि बोलेको थिएन। चुरुक्क उठेर आएको थिएँ बाहिर। यही माया आज बोलेको भनेको चाहिँ कडाको होइन, तर्सेको पुरै सिधो भन्छ। मैले हाम्रो चाहिँ के सोधाएको छु कि भाइ छ केरा चाहिँ केरा आज चोर बन्ने हो गाई। मान्छेले भन्छ नि त यस्तो छ केरा चोर आएको। बिग्रिरहेछ नि त, त्यही भएर टिप्न आएको थिएँ। सब टिप्दिएमा एकदम घरकाले देखान त मार्दा हातमै नअफ्ने भयो त यार। पनि छ फेरि तल जान्छु, तल माथि छु यहाँ। अब तल जान्छु राइट्स। म चाहिँ तल आएर के भन्छन् एकदम भोक लागेको कारणले गर्दा म चाहिँ आउने बित्तिकै गम तिखेर खान थालेँ। पुरै देख्नुहुन्छ पुरै गम खान थालेँ क्या। अब चाहिँ म ठाकुरद्वारा हिँडेर देवकुलमा चाहिँ के ड्युटी गर्छु तपाईँहरूलाई देखाउनेछु। तपाईँहरू मेरो के ड्युटी हो भनेर हेर्नु चाहनुहुन्छ भने तपाईँहरूले लास्टसम्म मेरो भिडियो हेर्नुपर्ने हुन्छ। त्यो लिएर आउँदैछन् मैले चाहिँ हिँडेको। अब त्यो फाइनली गाइस म चाहिँ अहिले ठाकुरद्वारा पुगिसकेँ। बाइक चलाएर आउनु पर्यो, त्यही भएर भिडियो बनाएन। हेरौँ है त के तरकारी हो त आज। फस्ने एउटा उ छ मसला बनिन्छ हो के तरकारी हो यो। आज मासु हो क्या हो। यत्रो धेरै मासु बहुत धेरै हो त यार हामी दुईजनालाई त हैन। बनाओ और बनाओ मसला खाना। त्यसो भए मेरो पालो हो तरकारी बनाउने। भात यता छ, तरकारी यता, मासु छ। अब तरकारी बनाउनु जाम है त। आजको ड्युटी तपाईँहरूले देख्न सक्नुहुन्छ। हाम्रो यो अटोमा ब्याग राख्ने बनाउने भनेर आएका थिए र यहाँ चाहिँ हाम्रो ड्युटी चालु रहेको छ। सो गाइस अहिले चाहिँ पार्टी खान जान लाग्यो। आज हाम्रो निशान दाइको बर्थडे छ, त्यसको आज पार्टी।
सो कहाँ लाग्छ हेरौँ म चाहिँ टाढाबाट फेरि घरबाट अब कता लाग्छ म उसलाई देखाउँछु अहिले आज हामीलाई पार्टी दिने मान्छे हो पार्टी दिने केटो क्या आज बुझेन कहाँ मोबाइलमा ए ले भलक बनाएर पार्टी दिने मान्छे यो यो त कपाल यस्तो राम्रो पाउ त खतरा देखे खत्रै त के गर्छ हाल्नै पर्यो आज हालिदिए बच्चाको धेरै महँगो पनि होइन सरर चल दिया हम लोग यसको कपाल फेरि साढे बासर देखाउँछ यसको कपाल ल टाउको हल्ला त गराउने होइन भात लोट्यो भने फेरि पछाडि छैन नि त खै त सोधिरहेको गाडी खै अब छैन छ त कोही छैन नि त अनिसा कस्तो देखिया माया केटा यतै अनिलसित भेटघाट कता मिल्ने रै ए खुट्टाहरू चिप्लिन्छ ठोकिदिउँ बाइक बाइक ठोकिदिउँ पुरै मस्त ड्युटी छ त यहाँ अनि गाना आज के खाने हो त ल भन्दा त हामी के गरे भुजा मासु बर्थडे छ तर स्प्राइट भुजा खुवाउने भन्छ अरे यार खतरा मान्छे नसकिने हो अब हामी नसा नगर्ने मान्छे सक्यो साधारण मान्छे नसा ल ठिक छ त नसा गरेनस् म त गर्छु नि आफू पनि नसा नगर्ने साथीहरूले पनि नगराउने अच्छा अनि दाइहरूको पनि छ त्यो स्वास्थ्यको हाम्रो 3 जना छन् होइन दाइहरू ल दाइ एकजना दाइ नै भनौँ अब होइन 3 जना छन् विदेशमा उनीहरूलाई के भन्न चाहन्छस् 7 लाख भएका सबैभन्दा मिल्ने दाइहरू साथीहरू सँगै हुर्केको टिमहरू एटलिस्ट माया छ त भन्दैन यो त आउँदैन हाल्दैन त्यहाँ हिँड्यौँ अब मासु लिन ब्रोइलरसँगै आजको पार्टी ब्रोइलर अन्डाहरू छ Yaray itu nih, yaray pakai susu ya. Kadang-kadang. यहाँ फेरि भिडियो हाल्दैन युट्युबमा भिडियो हेर्न हेर्दैनन् कसैले सो गाइस अहिले चाहिँ म बिहान भइसकेको छ किनभने हिजो राति भिडियो बनाउनु पाएन
12 बजे राति आएको हुनाले यसो बनाएन सो मन पर्यो भिडियो तपाईँहरू लाइक एन्ड सब्सक्राइब गरिदिनु होला सबैले so much for watching my video आजलाई यति नै बाई बाई